यो नेपालको नक्सा। त्यसपछि ओपन एटिभी टेबल अनि त्यहाँ जाने सिलेक्ट बाई एटिभी टेबल। त्यसपछि डिस्ट्रिक्टमा जाने इक्वल टु गेट युनिक भ्याली सुर्खेत। एप्लाई गर्ने इन्टु गर्ने। त्यसपछि डाटा एक्सपोर्ट गर्ने सेभ गर्ने आफ्नो सेभ गर्ने यस्तो ठाउँमा सुर्खेत जिल्लाको नाम लेख्ने सुर्खेत होइन। यहाँ जिल्ला आयो ल सुर्खेत आयो। त्यस फेरि यसमा जाने सुर्खेतमा जाने गेट एटिभी टेबलमा जाने सिलेक्ट बाई एटिभी टेबलमा जाने यहाँ गापा नापा अब इक्वल टु सिम्ता अनि एप्लाई गर्ने। अब यसलाई इन्टु गर्ने फेरि सुर्खेतको डाटा एक्सपोर्ट गर्ने सिम्ता लेख्ने। अब नगरपालिकाको आउँछ नक्सा सिम्ता यसरी नक्सा आयो। अब सिम्ताको यो सिम्ता आयो। यो सुर्खेत जिल्ला आयो अनि चाहिँ नेपालको नक्सा यसरी तीनटा आयो। त्यसपछि अब लेआउटमा जाने यसलाई यसरी आफूले अनुसार गर्ने। यहाँ निस्केपछि यसो गर्ने यसरी गर्ने। यसपछि अब यहाँ इन्सर्टमा जाने यहाँ डेटा फ्रेम गर्ने एउटा। अब यो सुर्खेतको यो डेटा फ्रेम हाल्ने यो सुर्खेतलाई तानेर यहाँ हाल्ने। त्यसपछि फेरि इन्सर्टमा जाने अर्को डेटा फ्रेम गर्ने त्यो सिम्तालाई तानेर यहाँ हाल्ने फेरि अर्कोमा यसरी नै। अब फेरि अर्को डाटा इन्सर्टमा जाने फेरि अर्को डाटा फ्रेम आउँछ। यसमा फेरि हाम्रो सामुदायिक वनको नक्सा एड गर्ने कहाँ छ अब त्यो पोलिगन यो नक्सा आयो होइन। यसरी आयो। यो वनको नक्सा भयो। चारवटा के हो यो न्यू डाटा फ्रेम भयो। यसलाई अब मिलाएर राख्ने। यसरी राखेपछि यो वनलाई चाहिँ यो सिम्ताको भित्र राख्नु योलाई यो भित्र राख्नु पर्यो। त्यसको लागि यसलाई तानेर पहिला यहाँ क्लिक गर्ने यहाँबाट तानेर यहाँ राख्ने। त्यसो हुँदाखेरि यो वन अब यहाँ देखिन्छ। अब यो सिम्ताको यो एरियामा छ भन्ने हुन्छ। अब यसलाई जुम गर्ने जुम टु लेयर गर्ने आफ्नो। अब यसलाई पनि जुम टु लेयर होइन यो त सामना भन्नुभयो। यसलाई सिम्ताको जुम टु लेयर यहाँ भयो अनि यसलाई जुम टु लेयर यो भयो। यसरी होइन भयो अनि अब यो रेक्टेङ्गुलर ड्रमा जाने यसरी ट्याक्क तान्नु पर्यो। ड्र दुईवटा हात लाग्ने भयो। यसरी यहाँ ड्र तान्यो
तान्ने रेक्टेङ्गलले अनि यहाँ क्लिक जाने यसरी गर्ने नोमा जाने कलर आफूले छान्ने ल यो कलर दिने क्लियर कट यो अलिक मोटो कलर चेन्ज गर्नु पऱ्यो भएन अझै मोटो कलर अलि सानो गर्नु पऱ्यो यति पनि ठिकै छ अहिले अनि फेरि यहाँ जाने अनि यसलाई लाइनलाई यहाँदेखि यहाँ क्लिक गर्ने फेरि त्यही लाइनमा जाने यहाँदेखि यहाँ क्लिक गर्ने अनि त्यस्तै फेरि रेक्टेङ्गल अर्को यसलाई गर्ने अब यसलाई यहाँ यो सिम्ताको सिम्ता गाउँपालिकालाई अनि यहाँ फेरि यहाँ पनि त्यस्तै फिल कलरलाई नो कलर यो कलरलाई अब अघि कुन दियो त्यही कलर साइज अलिक मोटो सारेर गर्ने यहाँ कलर कुन दियो अर्कै दियो रहेछ अनि यो कलर यसलाई फेरि लाइन यो लाइन यहाँदेखि फेरि लाइन यहाँ जाने यहाँदेखि यहाँ यो अलि भन्नु तान्दैन यसलाई जाने यहाँदेखि यहाँ अब यहाँ अब वनको क्षेत्र यो वनको एरिया यो भयो होइन यसलाई फेरि रेक्टेङ्गलले फेरि कभर गर्ने यहाँ जाने रेक्टेङ्गल गर्ने यस्तो चार कुना फेरि यस्तै बनाउने यो हाल्दै मिल्यो यसरी अब फेरि यसलाई नो फिल गर्ने नो कलर गर्ने यसलाई यो कलर आइडिया जस्तो अब यसलाई अलिक मोटो गर्ने यो फेरि यस्तो होइन अनि यसलाई यहाँ जाने फेरि यसले तान्ने फेरि यहाँदेखि यहाँ गर्ने होइन फेरि यो फेरि जाने यहाँदेखि यहाँ गरेर ल साइमटा भन्ने भयो यहाँ नाम लेख्ने के गर्ने हो नर्थ सुर्खेत जिल्ला लेख्ने सिम्ता गाउँपालिका लेख्ने यो वनको नाम लेख्ने अनि यो नेपालको नक्सा लेख्ने यसरी माथि स्टेट एरिया के बनाउने अनि भइहाल्यो